धुलन्धर, सरी नो धुलन्धर, धुलन्धर मुभी भन्दा पनि अहिले यदि फेमस छ भने त्यो हो नेपालको राजनीति। यति फेमस छ, यति फेमस छ कि तपाईँहरूलाई त्यो सर एकचोटि यस्तो रिभ्यूमा गएर एकचोटि हेर्ने हो भने तपाईँलाई लाग्छ कि तपाईँले फिल्म हेरिरहनु भएको छ, कुनै साउथ इन्डियन मुभी हेरिरहनु भएको छ, तर होइन, त्यो नेपालको राजनीति हो जुन अहिले भइरहेछ होइन। मलाई त होइन सर र यसरी हेरिरहँदाखेरि क्या साँच्ची नै यो भएको हो त जस्तै लाग्छ कि एकछिनमा होइन। ए ल केपी ओली जेलमा, बालेन शाह प्रधानमन्त्री होइन, यो सब कुराहरू के ओ माई गड। म त यस्तो साँच्ची नै साउथ इन्डियन मुभीहरूमा हुन्थ्यो नि एक दुई दिनमै पासा पलट, त्यस्तै भएको छ क्या। म त सब हेरेर दङ्ग पर्छु। ओहो ल बेसी धमालाको धमालाको हमाला हुन्थ्यो नि त्यहाँ चाहिँ अब जसलाई पनि लिएर गएर अहिलेको प्रधानमन्त्रीको हो, राष्ट्रपतिको हो, गृहमन्त्रीको हो भनेर सोधिरहनु हुन्थ्यो होइन। अब त्यो प्रोग्राममा जो कोहीलाई बोलाएर लिएर गएर अहिलेको प्रधानमन्त्री अहिले भएको मान्छे होइन, भुँडीभित्र कोही छ र त्यसलाई चाहिँ यो सालको प्रधानमन्त्री को भनेर सोध्यो भने नि त्यसले बालेन शाह भन्छ होला कि त्यस्तो यति तहल्का मच्या छ, यति तहल्का मच्या छ कि नेसनल वाइज होइन इन्टरनेसनल वाइज। Guys, it's so interesting, guys.